हेलो साथीहरू, इट्स मी रोसिना। वेलकम टु माई मिनी ब्लग साथीहरू। अनि गुड मर्निङ, शुभ बिहानी। खाना खानुभयो साथीहरू? मैले चाहिँ आज बनाउँदैछु आलु र काँक्राको अचार, अनि त्यसपछि मासु, अनि त्यसपछि लपक्क परेको कालो दाल पकाउँदैछु साथीहरू। अनि यता मेरो फेभरेट कालो कराईमा मासु भुट्न थाले साथीहरू। आज मासु चाहिँ म कराईमै बनाउँदैछु है। मैले कराई किन फेभरेट भनेको भने ग्यासमा राख्दा पनि नाच्दैन होइन। अरू कराई त यस्तो नाचेर हैरान कटाउँछ, अनि यसमा चाहिँ भुट्दा पनि डढ्ने अर्नी है, भाँडा माझ्न अर्न यति सजिलो हुन्छ नि साथीहरू है। मलाई एकदम मनपर्छ कि यो कराई। अनि चाहिँ म लागि यता मासुको लागि मसला बनाउन तर्फ साथीहरू। अनि मासु चाहिँ यत्तिको मजाले भुटिसकेपछि म चाहिँ लागे यता कालो दाल। यस्तो मिठो हुन्छ नि होइन, मासको दाल लपक्क परेको लसुन र अदुवाले फुराएर बनाएको होइन, छुट्टै मिठो हुन्छ क्या साथीहरू। मलाई एकदम मनपर्छ यसरी बनाएर खानालाई। अनि म चाहिँ बनाउन थालेँ। अनि मलाई चाहिँ थालभरि एकदम क्या आइटम आइटम सजिएको मनपर्छ साथीहरू है। अनि यता चाहिँ मासुलाई सुकुटी जसरी नै भुटेर बनाउँदैछु साथीहरू मैले चाहिँ। अनि ह्याप्पी सटरडे त मनाउनै पर्यो साथीहरू होइन त। अनि हजुरहरूले मेरो भिडियो फुल वाच गर्नुहुन्छ नि साथीहरू। अनि हजुरहरूले मेरो भिडियोमा कमेन्ट गर्नुभयो, लाइक गर्नुभयो भने चाहिँ मलाई सजिलो हुन्छ क्या हजुरहरूको भिडियोमा आउनलाई। सो कमेन्टबाट म लाइक कमेन्ट गरिदिन्छु, हजुरहरूलाई पनि साथ सपोर्ट गरेर अगाडि बढौँ साथीहरू। अनि साथीहरू, म पनि सानो युजर, हजुरहरू पनि सानो युजर, एकअर्कामा सपोर्ट गर्ने होइन। हजुरले जानेको मलाई सिकाउनुहोस्, मैले जानेको हजुरहरूलाई सिकाउँछु होइन। यसरी नै अगाडि बढौँ। न कि अनावश्यक फोन गर्ने, म्यासेज गर्ने है, त्यो हैरान कटाउने है, अर्कालाई इरिटेट गर्ने काम चाहिँ नगरौँ है साथीहरू। हजुरहरूकोतिर कस्तो छ मौसम? हाम्रोतिर त पानी आउला जस्तो भइसकेछ। बिहान त हल्का घाम लागिसकेको थियो है। ठुलो युजर हुनुहुन्छ कि निर्मला खत्री सिस्टर, तर उहाँले चाहिँ भने जस्तो चाहिँ गर्नुहुन्छ है। कमेन्ट गर्नुभयो भने हजुरहरू प्रोफाइलमा आउन सजिलो हुन्छ भन्नुहुन्छ होइन। मैले कमेन्ट गर्ने बित्तिकै मेरो प्रोफाइलमा आउने, लाइक कमेन्ट गर्नुहुन्छ। यतिको सपोर्टिभ भए पो होइन अगाडि बढिन्छ त नि साथीहरू हामी। अनि गफ गर्दा गर्दै मेरो मासु पनि पाकिसकेछ साथीहरू है। मैले चाहिँ आज भुटेर मात्रै खानालाई लागेँ होइन। अनि यता मेरो आलुको अचार पनि बन्न थाले साथीहरू। आलु प्याज पनि रहेनछ, हरियो खुर्सानी रहन्छ। मैले चाहिँ जिरा अनि के अरे कालो तिल, रातो खुर्सानी भुटेर पिनेर हालिदिएँ। अनि काँक्रा पनि थोरै रहेछ के, एउटा सानो पारा ल्याएको, त्यही पनि छोरीले खान्छु भनेर लगिन्। अब नानीले खान्छु भनिसकेपछि नदिने कुरो त भएन साथीहरू। अनि मेरो यता दाल पनि पाक्यो, मासु पनि गुद्रु 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 हुँदै पाक्दैछ साथीहरू होइन। अनि त्यसपछि अचार पनि बनिसक्यो। अनि मासु मेरो यतिको भएर पाक्यो साथीहरू। दाल हेर्नु न कति लपक्क भएर पाकेको साथीहरू। कति पकाउने बेला जागर गरे पो मिठो मिठो खाना पाइन्छ होइन त साथीहरू। फेरि मेरो छोरीले भुटुवा बनाइदिनु कि मम्मी भुटुवा बनाइदिनु भनेर है, पाकेन पाकेन भन्न पनि आई गरिछिन् के। फेरि मेरो नानीलाई फेरि भुटुवा मनपर्छ होइन। अनि ल ल नानी म पकाउँदैछु के, नआत्तिएन भनिन्छु। ल ल छिटो ल्याउनु के मम्मी भोक लाग्यो के भन्छन्। शनिबार नै स्कुल जाने है भन्छन् के घरिघरि हाम्रो नानीले। अचम्म लाग्छ। मेरो नानीलाई स्कुल जानु कति रमाइलो लाग्छ, कति खुसी भएर जान्छन् होइन। जाने बेलामा फेरि एउटा फ्रुट हाता नलिकन हुँदैन। ओहो लन्च बक्स बनाइदिनु है मलाई, लन्च बक्स भनिन्। फेरि यता बाबाले